सो हेलो एभ्रिवान वेलकम ब्याक द न्यू ब्लग। धेरै समयपछि मैले ब्लग नयाँ बनाउँदैछु। जसले धरानको धरान भयो। धरानमा त खासै कन्टेन्टै भेटिँदैन, गाउँमा चाहिँ हल्का कन्टेन्ट हुन्छ। यसो चाहिँ भाइ र म यस्तो बोडी रोप्नुको लागि टक्कसँगले जाँदैछौँ। यहाँ छ बोडी कालो बोतलमा, अनि सल औजारहरू यहाँ छ। यसले बोकिरहेको छ, देखा यो चाहिँ टोपी ओढिरहेछ, मैले चाहिँ ओढेको छुइनँ। टन्टालापुर घाममा आज जस मेरो चाहिँ कालो हुने भयो म चाहिँ। अनि यहाँ चाहिँ मकै छ तर ठुलो छैन। अरू भन्नुपर्दा यो मकै अब गोड्ने बेला हुनु नि लागिसक्यो। अलिक माथि चाहिँ भएको छ, भोलि नभए पछि गोड्नु पर्ला जस्तो छ है। अनि त्यसपछि फेरि धरानी अब फेरि एक हप्ता त आउने, फेरि गर्ने, फेरि जाने लाग्छ चलिरहेछ। यो बारीमा यसो झार हल्का टकटकाउनु पर्ने हुन्छ यो, अनि यसले टकटकाउनु आँटिरहेछ। यो चाहिँ आज अलिक मान्छे असन्तुलन भइरहेछ क्या। साला सुत्छस् उठ, काम नपार्यो आएर सुत्यो। केटोले आज नखाने दबाई खाएर आएछ, औषधिले यस्तै पार्छ। सो अब म हल्का टकटकाउँछु झारहरू, अनि यसले पनि टकटकाउँ जसरी यसलाई उठाएर टकटकाउनु लाउने। अनि सो टकटकाएपछि रोप्ने स्टार्ट हुन्छ। घाम पनि यस्तो चर्को लागिरहेछ कि धरान जति चाहिँ लागेको छैन। गाउँमा हो नि त, अलिक लाग्छ मन्द ठिक लागिरहेछ। ठिकै छ, गरिन्छ अब काम। एक डिलमाथि पछाड्छ, अनि यो चाहिँ सकाएपछि रोपिसकेपछि यो डिल चाहिँ रोपिसकेँ मैले। अनि यो रोपिसक्नु पर्नेछ। 4 समथिङ कति 4 नागिसक्यो, अनि 4 बजेको 4:30 भइसक्यो। अब यो रोपिसकिन्छ कति बजे, 1 घन्टा त लाग्छ होला मजाले। अनि यो सकेपछि हामी घर जाने हो। जस धुलो भइरहेछ हातहरू पनि, कति कालो भइरहेछ। त्यसले चाहिँ स्टार्ट गरिसक्यो। म पनि अब उता स्टार्ट गर्ने। फोनलाई चाहिँ अब यता अझै विश्राम राख्नुपर्छ फोन। अनि हामी सरासर सकाएर माथि थोरै फेरि झार पछारेर फेरि त्यहाँ सकाएर जानुपर्ने हुन्छ। सो बल्ल तिस्नु आँट्यो, अझै टन्नै नै छ। यता रोपियो, यहाँ तर रोपियो नाकि यता यहाँदेखि माथि छ। उति 4टा बारी छ बाँकी सक्ने। त्यसपछि चाहिँ घर चल्नुपर्छ। रात पर्दा जस्तो आज घाम पनि डुब्न लागिसक्यो, मतलब अस्ताउन लाग्यो। कुखुरा हो, यहाँ छ कसको कुखुरा हो, यहाँ कुद्यो केटो। हेलो, यिनीहरूले त बोडी खान्छ होला हौ बाबु। के गर्दै हो? हेलो, कहाँ छौ भनेको? एक्जाम सकेन? चल्ला बाघ कुखुराहरूले पनि दुःख दिन्छ। भोलिदेखि अब 2-4 दिन कुखुरा नछोड्नु लाउनु पर्ला जस्तो। सो एन्ड एट द एन्ड द हुनुहोस् केटोले यहाँ रोप्दैछ यहाँनिर। अनि अब यही बारी मात्रै हो लास्ट। सो अब यो यति रोपिसकेर हामी जाने घर। केटाहरू मस्त मजाले रोप्दैछ बसी